नमस्ते साथीहरू, अहिले भने चाहिँ म दुधे आइसकेको छु र यो देख्दै गर्नुभएको भिडियो हजुरहरूले न्युज मार्फत र छेउमा गएर पनि हेरिसक्नु भएको छ है। म चाहिँ आज धेरै दिनको बादमा चाहिँ आएर हेर्दैछु है। मैले भिडियोमा त हेरिरहेको थिएँ तर छेउमा गएर चाहिँ हेरेको थिइनँ नि त हो। यस्तो डेन्जर डरलाग्दो भएको रहेछ है। अहिले त अलिक पानी कम्ती भएको छ, खोला अलिक कम्ती भएको रहेछ है। यस्तो डरलाग्दो भइसकेको रहेछ है। छेउछेउको घरहरू थियो सबै बगाएर लग्यो है। अन्त यो देख्दै गर्नुभएको स्टिल ब्रिज जो हामी बचपनदेखि नै बाटो हिँडेको होइन, तर यो अहिले यो अवस्थामा देख्दा एकदमै नराम्रो लाग्यो है। अन्त एकदमै डरलाग्दो भएको रहेछ। अन्त घरको छेउछेउबाट पानी बगिरहेको है, यो देख्दा चाहिँ एकदम डर लागेर आयो होइन। अन्त एकदमै नराम्रो दुःख लाग्यो साथीहरू। अनि म चाहिँ यही प्रार्थना गर्छु फेरि फेरि यस्तो कहिले पनि नहोस् है। अनि म चाहिँ अहिले काकीहरूको माइत घर पनि आएको छु। काकीहरूको माइत घरको छेउमा पनि यस्तो भएको छ नि त हो। अन्त म चाहिँ अब यही भगवान्माथि यही प्रार्थना गर्छु फेरि फेरि यस्तो कहिले पनि नहोस् है।